हाम्रो गोदावरीमा 12 वर्ष मेला चलाउँदैन राजा निमिष भन्छ नि हो त्यहीँनिर हो त्यहाँ धेरै धाराहरू छ त्यहाँ अनि त्योभन्दा उतापट्टि ठुलो गुम्बा छ त्यसको माथिपट्टि छ गोदावरीमा कसको शासन कुन वंशको कहाँ किरात सोम वंशको राजा निमिषले गोदावरी शासन केन्द्र कायम गरेर 12 वर्ष मेलाको चलन चलाएको किरातहरू त लिच्छवीहरूले अनि दोबान सङ्गम दोबान काटेर अनि सिध्या खास किरात भनेको जात होइन किरात भनेको दर्शन हो पूर्वीय दर्शन हो एउटा ढुङ्गाको नाम सुनेको छौ के खुवालुङ भन्ने ढुङ्गा छ त्यहाँनिर हो त्यो खुवालुङ ढुङ्गा चाहिँ फुटाएर गइसकेपछि चाहिँ अनि त्यसपछि पूर्वको पहाडतिर छरेका अरे क्या किरातहरू त्यही भएर किरात भनेको पूर्वको मान्छे हो अरुण तमरको नदी किनारको वासस्थान भएको थियो अनि त्यो खुवालुङ चाहिँ त्यो रगत हरेकचोटि बलि दिँदैपछि खुल्थ्यो अरे होइन तर रगत सिद्धियो अरे क्या बलि दिने सिद्धियो अरे त्यसपछि एकजना चाहिँ आफ्नो औँला काटेर होइन रगत चढा अनि त्यसपछि चाहिँ ढुङ्गा खोलेर अनि त्यसपछि चढ्या अरे क्या अनि त्यसपछि किरातहरू चाहिँ त्यस कारणले अहिले हाम्रो कोशी प्रदेशको नाम किरात हुनुपर्छ भनेको छ नि सो किरात भनेको स्पेसिफिक जात होइन यो दर्शन हो क्या सबभन्दा पूर्वीय दर्शन हो किरात उनीहरू चाहिँ प्रकृति पूजक होइन उनीहरू धन्यवाद चलाउने एकदमै निपुण अनि त्यही भएर तिनी चाहिँ त्यसको पहिलो राजा को अन्त किरातका येलुङ आएर चाहिँ यहाँ भुवन सिंहलाई आक्रमण गरेर जितेर अनि शासन व्यवस्था यसरी स्थापित गरे हो कि कुरा यो नि त्यहाँ आइक्यू टिचर हेरे